स्टार्टिङ चाहिँ मैले जुन पानीपुरी चटपटे भयो तपाईँको, त्यसपछि चाट भयो, त्यसपछि मैले अब पानीपुरी भयो होइन, पानीपुरी पनि एकदमै के अब कुनै पनि स्वास्थ्यमा कुनै पनि असर नपर्ने तपाईँको इमलीको झोल ल्याएर चाहिँ झोलमा हालेँ क्या मैले। झोल हालेपछि त्यो जतिको मिठो मैले अरू स्वाद पाएन कि मटनको जतिको स्वाद पनि पाएन। मैले साँच्ची कुरा रिलेटिभ कुरा गर्दा चाहिँ मैले भोगेको अनुसार मैले विगत 9 महिना अगाडि चाहिँ मैले धेरै ठाउँमा काम गरेको मैले। म पहिलादेखि नै अलिकति फटा चकचके चाहिँ चकचके हो। म एउटा रेस्टुरेन्टमा काम गरेँ भने रेस्टुरेन्टमा काम गरेँ भने मैले क्यान्टिनमा काम गरेको। मैले त्यो क्यान्टिनमा म 15 दिनमा टिप्दैन थियो क्या मलाई, किनकि मलाई सिक्नु छ। मलाई पैसा ठुलो कुरो होइन, मलाई पैसाकै कुरा गरौँ भने मेरो घरमा पनि बिजनेस मलाई पुग्ने मेरो बाउआमाले कमाइरहेको छ अलरेडी, अहिले पनि मेरो ठुलो बिजनेस होलसेल छ। अनि म त अब यहाँ पैसा कमाउनु अब एक हिसाबले पैसा पनि हो, एक हिसाबले त अब स्ट्रगल अब भनौँ न सिप त सिक्नु पऱ्यो नि त। सिप सिक्नको लागि म एउटा चाहिँ क्यान्टिनमा म 10 देखि 15 दिन काम गर्थेँ। मैले तपाईँको भद्रकालीको क्यान्टिनमा गरेको छु, त्यसै गरी बगरमलको नेपाल टेलिकमको क्यान्टिनमा गरेको छु, अनि त्यसपछि बगरमल सृजनशील स्कुलमा गरेको छु। पासपोर्ट बुक त्यतिखेर मैले काम गर्ने बेलातिर यो हाम्रो राजदरबार छेउमा हो, अहिले सरेर त्रिपुरेश्वर पुगेछ होइन। त्यतिखेर म त्यहाँ काम गर्थ्यो क्या त्यतिखेर त्यो पासपोर्ट विभागमा मैले बनाएको थुक्पा र सिमामा राजुभाइले बनाएको मात्रै खान्छु, नभए म खाँदैन भन्थ्यो क्या त्यतिखेरै। तपाईँको त्यहाँ चाहिँ सिमामा र थुक्पाहरू सरी यत्रो हाडीमा बनाउँथ्यो। त्यो तपाईँको ब्रेक टाइममा डाइग्नोसिस दिन्थ्यो कि त्यस्तो मिठो बनाउँथेँ मैले। त्यसपछि मैले त्यहाँ चाहिँ मैले 56 दिन काम गरेँ। त्यो चाहिँ लामो भयो क्या समथिङ। त्यहाँ चाहिँ मेरो स्ट्रगल फेज त्यहाँ चाहिँ अब अरू क्यान्टिनमा दिँदै समोसा तरकारी लगायत विभिन्न पुरी भेज मोमो चाउमिनहरू भयो भने त्यहाँ चाहिँ मैले किनकि अलिकति बेस्ट चाहिँ अलिकति सिक्न पाएँ क्या त्यहाँ। तपाईँको सिमोमो भयो होइन, त्यस्तै मोमोहरू विभिन्न आइटम अब बर्गरहरू स्यान्डविचहरू बनाउनु पाएँ। त्यसमा त्यहाँ अड्डिनै पर्छ मलाई स्यालेरीको कुरा होइन, मलाई म यहाँ बस्नै पर्छ म होइन, मेरो मन हो क्या त्यहाँ। म कहाँ छु भनेको थाहा मेरो मन चाहिँ त्यहाँ थियो भन्ने कुरा थियो। त्यसै गरी मैले चाहिँ तपाईँको त्यहाँ काम गरेर मैले समथिङ धेरै पैसा राम्रै पैसा कमाएँ। त्यसपछि मैले त्यो छोडेर एउटामा काम गरिसकेपछि चाहिँ अब हुँदैन। अब त्यसपछि चाहिँ मैले एउटा आफूलाई नै एक्जाम दियो क्या। आफूले एक्जाम दिइसकेपछि साउदमा काम गर्दा 20 रुपियाँको बन्दाले 330 आयो, 230 आयो, 300 आयो। 300 आयो। अब 30 रुपियाँको बन्दा हेर्नु पकौडा, तपाईँको पकौडामा तपाईँको 30 रुपियाँको बन्दा यत्रो आउँछ हेर्नु। त्यसले चप गर्ने बाद अलिकति अब त्यो कुनैले बेसन हाल्छ, कुनै त मैदै हाल्दा नि भयो नि, त्यो बेसनै हाल्नुपर्छ भन्ने छैन नि त। त्यसपछि मैले यसो गुणन गरेको, त्यसमा तपाईँको हाफ लिटर तेल गयो, 30 रुपियाँको बन्दा मसला अलिअलि यत्रो गरेँ क्या। त्यस्तो गर्दा चाहिँ मैले एउटा बन्दाको 330 रुपियाँ कमाएँ क्या। कमाएको चाहिँ मैले देखेँ क्या त्यहाँ एउटा बन्दाबाट। मैले राति त्यसपछि मैले सोचेँ कि अब म पनि पकौडा बेचेर बस्छु, पकौडा बेचेर बस्छु नि त म पनि होइन। पकौडा बेचेर म बस्छु, पकौडा भइसक्यो तपाईँको चिया जान्छ, फ्रुट जान्छ, अनेक जान्छ नि त त्यहाँ त। त्यसपछि मैले 1,40,000 खर्च गरेर मैले एउटा खोल्यो। मेरो 3 महिना चलेन, 3 महिना रोएर हिँडेको जिन्दगी यही हो। मलाई कुनै पनि पैसाको आवश्यकता थिएन, मलाई चाहियो भने घरबाट जति पनि त्यति पैसा आउँथ्यो। त्यसपछि भएन भनेर म 3 महिनासम्म मैले त्यही काम गरेर म अर्कै साउकोमा पनि भाडा माग्दा गयो। म भाडा माग्दा गइसकेपछि तपाईँको भाडा माझ्यो बेलुका 6 बजीतिर पसल बन्द गरिदिन्थेँ सानो क्याफे। त्यसपछि म साउको भाडामा राति भाडा मार्दा जान्थेँ। त्यसपछि बिहान 4 बजीतिर म पसल खोल्थ्यो। तर मैले त्यति गर्दा पनि मलाई चाहिँ अझै पनि भएन क्या। त्यसपछि अलिकति मनै खिन्न भयो मलाई, अब हुँदैन, छोडौँ भनेदेखि छोडो जस्तो भयो, हुँदैन। अझै पनि एउटा मनले भन्यो छोडौँ भने एउटा मनले भन्यो नछोडौँ भन्ने भयो क्या। त्यसपछि अलिक ओह्रो आउँदा एउटा तपाईँको त्यही बाटो हिँड्डुल गर्थेँ नि त म त। त्यो रोडको ठ्याक्क चोकमा अहिले जुन मैले खोल्ने भन्दा यतापट्टि छ, अझै मैले बेचेको छु त्यो पसल। त्यहाँ टुलेट भनेर लेखेको एउटा सटर भेट्यो। म त्यहाँ 6 चोटि गएँ, 6 चोटि
600 मलाई घरबेटीले दिएन क्या विश्वासै गरेन विश्वास गरेन त्यतिखेर त धेरै सानो अझै सानो कति सानो 15 वर्षमा मलाई घरबेटीले दिएन ठिक छ त्यसपछि दिएन तर के गर्नु चित्तो बुझाउँ त्यसपछि मलाई एकदम मेरो एउटा दाइ थियो कि त्यो मेरो जुन त्यतिखेर त ग्यासबाट पकाउनु पऱ्यो ग्यास लिने दाइ थियो मेरो त्यो दाइलाई चाहिँ मैले के भनेँ भने तपाईँ जिममा बसेर मलाई त्यो लिनु भन्नु म 6 महिनाको पेमेन्ट दिन्छु अगाडि भाडा 8,000 थियो त्यहाँ चाहिँ फेरि 6,000ले 8,000ले तपाईँको मैले सम्झे 48,000 रुपियाँ मैले त्यो दाइको हातमा दिएर त्यो दाइलाई त्यो पसल दिनु भन्नु भनेपछि ऊ आएर के भन्नु भने उसले पैसा दियो भने 6 महिनादेखि उता राख्नु होइन भने तपाईँको 6 महिनाको एग्रिमेन्ट अगाडि पाउनुहुन्छ पैसा अगाडि पैसा उसलाई 6 महिना राख्नु त्यसको पैसा दिनु भने निकालेर पठाउनु भनेर कुरा गरिसकेपछि डर भएर मैले त्यहाँ राखेँ हेर्नु सम्झिँ म त्यतिखेर साइकल चलाउँथेँ एउटा अनि घर मिल्यो अब त्यसपछि अब एक्लै सटर पनि तान्न सक्दैन थियो क्या विगतको कुरा सटर पनि तान्न सक्दैन थियो यसरी तान्नु पर्थ्यो अनि त्यसपछि अब घरबेटीले दियो अब दियो भने त्यसपछि म 8 गते रातिदेखि मैले सामान सार्न थालेँ सामान के चाहिँ छ र त्यहाँ डाडु पन्यो 3-4 वटा होइन अब त्यो प्लेट 6-7 वटा छ त्यो स्टिलको त्यो जग्गा त साइकलमा प्याक गरेर झोलामा होइन अब त्यो यताउता सारिसकेपछि मैले त्यहाँ ल्याउँथेँ सार्दै गएँ त्यसपछि अब बाँकी बस्यो भने त्यहाँ एउटा कम्पनीले दिएको पेप्सीको फ्रिज र काउन्टर चाहिँ मैले चाहिँ राम्रै पैसा हालेर बनाएको थियो कि काउन्टर चाहिँ चट्ट परेको मैले त्यतिखेर 33,000 बनाएको काउन्टर अहिलेसम्म छ मेरो अनि ठ्याक्क लाएर मैले त्यहाँ मेरो बाँकी बस्यो त्यो पुरानो बसोमा 2टा सामान बाँकी बस्यो एउटा फ्रिज र काउन्टर बाँकी बस्यो त्यो काउन्टर भोलिपल्ट रेक्समा 500 रुपियाँ दिएर रेक्सले ल्याइदियो त्यसपछि त्यो दिन 9 गते भयो त्यसपछि मैले 10 गते चलाएँ 11 गते चलाएँ 12 गते चलाएँ 13 गते चलाएँ मलाई के पनि व्यापार होला जस्तो लागेन केही छैन जिरो शून्य त्यसपछि 13 गतेको दिन चाहिँ बिहान एउटा हाम्रो किवाङ हाङ राई भन्ने चाहिँ त्यहाँको पूर्व चाहिँ एसएसबी अहिले चाहिँ वकिलमा कार्यरत गरेर वकिल काम गर्ने रहेछ म चिन्छु अनि उहाँ आएर के भन्नुभयो भने यसको साउ को हो यस्तो बच्चालाई काम लगाउने भनेर थर्कायो वकिलले अनि मैले त भने त होइन सर यो हाम्रै हो होइन पत्ता होइन यो हाम्रै हो भने मैले भने हाम्रै हो यो हाम्रै हो हाम्रो साउहरू कोही पनि छैन केही पनि छैन भने मैले भने क्या अनि उसले भन्छ होइन कि होइन भन्नु तिमीहरूलाई म जेल लगेर हाल्छु तिम्रो साउ उसले अनि त्यसपछि तिमीहरूको पसल बन्द हुन्छ म पुलिस ल्याएर बोलाएर लान्छु तिमीहरूलाई भनेको होइन सर हाम्रो हो भनेर भन्यौँ होइन भन्छ अनि लास्टमा चाहिँ मैले हामीले जबरजस्ती गरेर हाम्रै हो भने त्यतिखेर म भाइ र म थियो कि सानो पक्का तिम्रै हो भने हो भने अनि त्यो अङ्कलले चाहिँ ट्यागका एउटा भिडियो हालेर फेसबुकमा हालिदिएछ त्यो त्यसखेर त्यो तपाईँको अहिले 1 सिनेमा हल छ आइप्लेक्स मलमा त्यतिखेर चाहिँ शिवदर्शन हल बन्ने रहेछ त्यहाँ त्यसपछि शिवदर्शन हलको पछाडि यस्तो यस्तो बाबु दुईटाले गरिरहेछ भनेर एउटा भिडियो हालिदिएछ हेर्नु है एउटा भिडियो हालिसकेपछि 14 गतेदेखि तपाईँको पत्रकार फर्स्टमा आयो एउटाले पत्रकारले लियो 15 गतेदेखि त के काम गर्न सक्नु न पत्रकारको लाइन भयो बोल्नु मात्रै पर्यो अब त्यसपछि पैसा कहाँ राख्ने भने चाहिँ बोरामा हेर्नु है अब त्यहाँ 100 को नि त्यही छ 50 को नि त्यही छ 20 को नि तपाईँ बोरामा हाल्यो क्या अनि त्यसपछि त तपाईँको पैसा जाँदा कति त्यसपछि त तपाईँको राम्रो ग्यास आउँछ अब एउटा चिया खान्छ 500 दिएर जान्छ होइन कुनैले टी सर्ट ल्याइदिन्छ कुनैले प्यान्ट ल्याइदिन्छ कुनैले एप्रोन ल्याइदिन्छ कुनैले सफा गर्ने लिक्विडहरू ल्याइदिन्छ त्यसपछि त पैसा पनि भयो ओहो त्यसपछि पैसा त भयो त्यो पैसा राख्ने कहाँ त भनिसकेपछि नि भयो नि त कुरो अनि त्यतिखेर फाइनेन्समा राख्नुपर्छ भने नि ज्ञान नभएको ब्याङ्कमा राख्नुपर्छ भने नि ज्ञान नभएको मलाई हेर्नु है अब त्यो पैसा त सबै जति छ त्यहाँ 1000 को नि होला 500 को होला 20 को नि होला 5 को नि होला बोरामा प्याक गरेर झोलामा हालेर आइरहेछ खाँदै त्यस्तो गरेर त तपाईँको लङ टाइम गयो मेरो त अब त्यसपछि त अलिकति त्यसपछि त अब बुझ्दै गयो भनौँ न होइन त्यसपछि अलिकति बुझ्दै गरिसकेपछि पैसा के हो चिन्दै गइसकेपछि पैसा पनि भयो
त्यसपछि त अब यो रहेछ नि त। अब तपाईँको मलाई यो भित्तामा एउटा टाँस्ने ब्यानर अहिले मैले युएसकै कुरा गरौँ भने मैले यसलाई 7,000 टिटर प्रिन्ट गरेर हालेको। त्यतिखेर मलाई एउटा प्रिन्ट गर्नुपर्छ भनेर नि मलाई कसैले सिकाएन के। कलेजको ब्यानर पोलमा झुन्डाएको हुन्छ, त्यो ब्यानर ल्याएर अहिले पनि तपाईँले तातो तातो खबरमा हेर्नु होला, त्यो ब्यानर मैले ल्याएर उल्टोबाट त्यहाँ के पाउँछ सामानहरू लेखेर मगमग चाउचाउको टेपले चारैतिर बारेको छ। हजुरले याद नगर्नु, भाग्य न्यु पानीको तातो तातो खबरमा त्यो भिडियो अझै पनि छ। त्यो भिडियो अहिले पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि अहिले म यहीलाई पनि 7,000 टिटर प्रिन्ट गरेँ क्या। अब यो सबैमा मैले सबै उयो गरेको। अनि त्यसपछि ब्याङ्क भन्ने थाहा भयो, त्यसपछि फाइनेन्स भन्ने थाहा भयो, त्यसपछि चाहिँ काम गर्दै जाँदा व्यापार भयो। त्यसपछि त मैले त्यहाँ पनि झन्डै तपाईँको 2 वर्ष चलाएँ क्या त्यो पसल। तपाईँको त्यसकै छेउमा एयर होस्टेज छ। बिहान त तपाईँको मान्छे त लाइन एयर होस्टेजको तपाईँको हेर्नु, ब्रेड चप खाने, आलु चप खाने त्यो। त्यसपछि त तरुणहरू पनि उल्का राम्री नि फेरि। अब विश्व सुन्दरी भने जस्तै बल्ल देखेँ। त्यो पाइन्ट पो हो कि कट्टु हो कि त्यो मजा हो कि सेतो मासु सेतो हो कि, म त ध्यान त्यतातिर जान्थ्यो कि। अब यति हुन्छ होइन, अब यति हुन्छ यहाँदेखि अब मजा हो कि के हो त त्यो सेतो, अब के थाहा त त्यस्तो। अब अहिले पो थाहा भयो त लेडिज लाउनु चाहिँ जस्तो आउँदैछ भनेर। अनि त्यसपछि तिक्रै सेतो छ त बा, मेकअप दलाएर जस्तो लास्ट अफ द लुगा रहेछ क्या त्यो। अनि त्यसपछि अब चाहिँ भयो, अब 2 वर्ष चलाएपछि मसँग अलिअलि पैसा कमाएँ मैले। 2 वर्षमा कमाएँ 5-7 लाख भनौँ न, त्यति धेरै त कमाएन, 5-6 लाख चाहिँ कमायो। 5-6 लाख कमाएपछि अब यसलाई चाहिँ केमा इन्भेस्ट गर्ने भन्ने कुरा चाहिँ आयो। अब मैले त्यतिखेर 5 लाख पैसा चाहिँ मसँग मैले ब्याङ्कमा हालेको छैन, त्यो मसँग सुरु त्यो छ मसँगै छ। त्यसपछि मैले इधर उधर अब साइकलमा हाफ प्लेट चाउमिन बोकेर म त्रिपेश्वरसम्म आएको छु, गुडुडु कुदेर अर्डर। त्यतिसम्म मेहनत गरेँ मैले। अनि त्यसपछि त तपाईँको त्यसपछि मैले खोजेँ भेटेन। लास्टमा आफ्नै त्यही पसल अगाडि चाहिँ तपाईँको एउटा सेक्वाकरण भन्ने खुल्ने रहेछ क्या। त्यो बिक्रीमा रहेछ हेर्नु। मेरो अहिलेको त्यो जुन भाइरल भएको वारिपट्टि ठ्याक्क रोडको पारिपट्टि सिधा त्यहीँ भनेपछि मैले त्यहाँ किन्यो। मैले त्यो केही थिएन क्या, अब तपाईँको त्यहाँ केही थिएन, तपाईँको केही पनि थिएन, सामान केही थिएन। अब 4,60,000 मैले किन्यो। 4,60,000 त्यो ठाउँ किन्यौँ भनौँ। अहिले जुन बानेश्वरको सेक्वा गरेर अहिले किनेको, त्यसपछि त्यसलाई चाहिँ आफ्नै स्टाइलले टक्क बनाउँदै गयो। त्यसपछि त सेक्वा अब पहिला समोसा बेच्नेले अहिले त सेक्वा बेच्न पाउँदा त खुसी हुँदैन तपाईँको। पहिला 20 रुपियाँ आउँछ, अहिले बेच्यो भने 1,050 राखेको थियो मैले फर्स्टमा यो सेक्वा। अनि तपाईँको 1,050मा राख्दा चाहिँ के भयो भनिसकेपछि त्यसको उतापट्टि चाहिँ तपाईँको धरानी सेक्वा छ फेरि। उसकोमा 1,200 रहेछ, मेरोमा 1,050 दिँदा मेरो सेक्वा गएन। के कारणले गएन त भनेर अब आफूले सर्च गऱ्यो नि त। उतापट्टि 1,200मा धनाधन मान्छे प्याक छ, मेरो यतापट्टि 1,050 दिन्छु, व्यापार भएन मेरो। 150 रुपियाँ कम छ नि त मेरो त, अझ मान्छेले खाएन। भएन भनेर मैले 1,200 पुऱ्याएँ क्या सर, 1,200 पुऱ्याएँ क्या मैले सेक्वा बढाएर 1,200 पुगिसकेपछि त तपाईँको लाइन लाग्यो। सस्तो दिँदा पनि चाहिँ नचल्ने रहेछ कि। मैले त्यतिखेर बुझेँ त्यो कुरा चाहिँ। 1,050मा दिँदा चलेन, 1,200मा दिँदा चाहिँ तपाईँको सेक्वा धनाधन गयो। त्यसपछि त्यही अनि त्यसपछि अब के राख्ने त दाम भनिसकेपछि त्यहाँ चाहिँ आसमा के अरे एपिआर कि के सेक्वा गर्न रहेछ। अनि मैले चाहिँ पूर्वेली सेक्वा होइन पूर्वेली कालो बुङ्गुरको सेक्वा भनेर अब ब्यानर छाप्ने पैसा छैन, त्यसमा लेखेर राखेँ क्या एउटा फोटोकपीमा। अनि त्यहाँ लेखेर राखिसकेपछि त्यसपछि मैले त्यहाँ पूर्वेली भन्दै तपाईँको मैले फर्स्टको दिनमा चाहिँ मैले 1.5 किलो बेचेँ त्यो 1,050 हुँदा। त्यसपछि मैले 5-6 किलो चाहिँ 1,050मा बेच्थ्यो। त्यसपछि तपाईँको 1,200 बनाइसकेपछि चाहिँ त्यहाँ त तपाईँको मासु त 15-16 किलो जानु लाग्यो दिनमै। ओहो, अनि 15-16 किलो गइसकेपछि त अब व्यापार त महँगोमै हुने रहेछ भन्ने कुरा बुझ्यो नि त मैले नि होइन। अनि 15-16 किलो त्यसपछि त अब टिकटक हाल्न थाल्यो। अनि त्यसपछि के अब यता उता बोल्न थाल्यो भनौँ न। बोल्नु त म पहिलादेखि त्यो बोल्थ्यो, टिकटक चलाएको थिइनँ मैले। अरूले भिडियो खिच्थ्यो लान्थ्यो टिकटकमा युट्युबमा हाल्थ्यो अनि हेर्थ्यो बेला बेलामा। अब त्यतिखेर स्क्रिनसट मोबाइल भयो पो हेर्नु त। अब त्यो टिकटिक थिच्ने टुकटुकी छ पुल्टे मोबाइलमा, त्यसमा भिडियो आउन्न होइन।
अनि त्यसपछि त बिस्तार गरेर मोबाइल किन्यौँ। मोबाइल किनिसकेपछि तपाईँको मैले टिकटकमा चाहिँ नि भिडियो हाल्न थालिसकेपछि त तपाईँको मेरो एक दिनमा खोल्दा 96 फलोवर पुगेछ। त्यसको भोलिपल्टको त मेरो 12,000 पुगेछ एकै दिनमा क्या। त्यसपछि भिडियो त के जान लागिहाल्यो नि। त्यसपछि झन् भाइरल भयो। त्यसपछि युट्युबर आयो, भिडियो लियो, त्यसपछि अनि भने त्यसपछि त सेकुवा, त्यसपछि त दिनमा तपाईँको त्यहाँ त अनि टिकटक चलिसकेपछि त तपाईँको मैले 45 किलोसम्म बेच्नु भयो। त्यसपछि त पैसा त अब पहिला 20 को सामान दिनु र अहिले 1000 को सामान दिनु त त्यहाँ त चिल्लो खस्रो हुँदैछ नि त। पैसा पनि छामेर थाहा पाउँछ नि त फेरि। अब 20 को अर्कै हुन्छ, 1000 को छुट्टै हुन्छ क्या। यो मान्छेले ठुलो सानो भन्छ नि, 100 को हरियो हुन्छ भन्छ, मान्छेले छामेर थाहा पाउनुहुन्छ कि त्यो खस्रो र चिप्लो हुन्छ नि कि त्यो छाम्छ नि, छाम त थाहा पाउँछ नि। अनि त्यसपछि मैले खुसी भएँ। त्यसपछि चाहिँ मैले त्यहाँ 3 वर्ष जति सेकुवा गर्न चलाएँ, मैले राम्रै पैसा कमायो। त्यसमा मैले भर्खर मात्रै यो बागमती कटोरको चलाएको मैले कति भयो भने तपाईँको साउन 1 गते मैले ओपनिङ गरेको। अहिले राम्रै छ, जे होस् 22 जना रोजगार दिन पाएको छु त्यहाँ। अनि यहाँ छ, त्यहाँ 22 जना छ, अनि यहाँ छ 14 जना, यहाँ 14 जना छ। किचनमै बढी जाने हो। अब वेटर त बाहिर 2-3 जना 4 जना भइ पुगिहाल्यो नि। अब बानेश्वरमा छ 8-9 जना, अब मेरो बुढीसँग त 10 जना भयो। अनि त्यसो पोखरामा राखिरहेको छ 17 जना, खतरा छ झन् पोखरामा। अनि त्यसपछि त अब बिस्तारै हुँदैछ अहिलेसम्म। अनि त्यसपछि सोफा हब खुल्या छ। अब तपाईँहरूले नि यसो सोफा एकदम लग्जरी हो होइन, यही बनस्थली यो सोफा मेरैको। यो सोफा मैले चाहिँ तपाईँहरूले लानुहुन्छ नि एकदम राम्रो हालेको काठहरू, किनकि भोलिको दिन भाइरलबाट लगेर यस्तो नआओस् भनेर चाहिँ अरूहरूको भन्दा एकदम रिजनेबल प्राइसमा राखिरहेको छु मैले सोफा चाहिँ। योहरू राखेको एकदम राम्रो छ क्या काठहरू। मैले काठमा 10% दिएको छ यो फर्ममा होइन। यो फर्मै मैले तपाईँको 60 को युज गरिरहेको छ क्या। मैले एउटा जान्छ, यो सोफामा एउटा गयो भने पुग्ने रहेछ क्या दिनमा। अनि त्यसै गरेर चाहिँ मैले त्यहाँ ठ्याक्क त्यहाँ माछा तल बौद्धमा खोलिसकेपछि मैले सोफा खोल्यो। यहाँ सोफा खोल्दा म यहीबाट आउँछु कि जहिले। अनि यसो हेरेको यहाँ त होइन, यो त खाली नि, यो बन्द भएकै 2 वर्ष भएछ कि यहाँ खाली छ। अनि यसो हेऱ्यो, अनि त्यहाँबाट नम्बर इधर उधर गरेर नम्बर पाएँ। अनि त्यसपछि खाली हो भनेको सामानसहित बिक्रीमा छु भाइ रे। अनि यसो अब चाबी यहीँ तल पसलमा दिइरहेको छ, घर यहाँ तल पनि छ यो घरपट्टिको। अनि मैले चाबी ल्याएर खोलेर हेरेको त धुलो त यति बाक्लो रहेछ यहाँ। अब त्यसपछि मैले त्यही दिनै अब मैले त्यो अङ्कललाई भने, मैले नि अब सङ्घर्ष गर्नु ला अङ्कल, तपाईँको यतिकै बस्नुभन्दा मलाई दिनु, अब भाडा तपाईँको बरु जति अग्रिम लिने दिनु, म चलाउँछु भनेर भनेको। अहिले एकदम राम्रो छ। जे होस् मलाई पैसा कमाउनु भन्दा पनि अझै पनि म 200 जना रोजगार दिन अझै योजना बनाउँछु। नेपालमा बसेर म धेरै अहिलेसम्म मेरो 103 जना भयो सबै टोटल गरेर। मेरो धादिङमा थक्काली एन्ड रिसोर्ट पनि छ ठुलो। तपाईँको त्यहाँ 27 जना कामदार छ मेरो धादिङमा। त्यहाँ तपाईँको ऱ्याफ्टिङको व्यवस्था छ, 8वटा ऱ्याफ्टिङ छ। यसो कहिलेकाहीँ यसो पर्ने बेलामा पृथ्वी हाइवे युज गर्दै हुनुहुन्छ हजुरले थकाली। जे त्यो हाइवेमा चाहिँ गएर चाहिँ थकाली खाना चाहिँ त्यतिको टेस्ट चाहिँ काहीँ पनि छैन। मैले भनेको बोलेको होइन, मैले त्यही अनुसारको सेफ हालेको छु। मान्छेले चाहिँ भोलिको दिनमा गेस्टले 600-700 तिरेर छ्या भन्ने खाना छैन। मटन खाना राखेको छु, ढिँडो सबै राखेको छ। ढिँडोको लागि लेडिज राखिदिएको छु मैले। लेडिज भनेको अब त्यही 40 कटेको 50 ननागेको आमा टाइपको भनौँ न। आमाले बनाउनुहुन्छ ढिँडो, फापरको गहुँको होइन। अनि ढिँडो सिडो बनाउँछ इधर उधर गरेर। त्यसपछि चाहिँ मैले ठ्याक्क यहाँ पनि खोल्यो। अब हुँदैछ मेरो 5वटा ब्रान्च भयो सेकुवा मात्रै। अनि अब एउटा खोल्छु। एउटा चाहिँ म काठमाडौँ भ्यालीमा एकदम गजबको खोल्छु। 2 रोपनीदेखि जग्गा यसो लिजमा लिएर म एकदम खतरै खोल्छु। थकाली पनि, पार्किङ पनि, सेकुवा पनि, बच्चाहरू खेल्नेदेखि लिएर एकदम फोटो खिच्नेदेखि लिएर एकदमै मान्छेले देख्दा पनि भित्र गएर वाउ भन्ने खालको खोल्छु एउटा। त्यसपछि चाहिँ पुग्यो मलाई, त्यसरी खोल्छु। होइन अब ऋणमा छ अहिले त म 1 करोड 1.5 करोड ऋणमा छु। ब्याङ्कले पैसा दिन्छ नि अहिले त मलाई।
ब्याङ्कले पत्यायो ब्याङ्कले पत्याउँछ अब किनभने अरूलाई चाहिँ मैले कतिसम्म चाहिँ मैले बनाएँ भने अरूलाई चाहिँ जाँदा ब्याङ्कले लोन दिँदैन भने मलाई चाहिँ ब्याङ्ककोदेखि सिओदेखि लिएर चाहिँ म आफैले भेट्न आउँछ त्यही नै खुसी लाग्छ क्या मलाई ब्याङ्कको बिएमसम्मदेखि लिएर ब्याङ्कको बिएम भेट्नलाई तपाईँको 2-3 दिन चाहिँ अगाडि टाइम लिएर बिएमलाई भेट्नुपर्छ भने मसँग चाहिँ बिएम चाहिँ उसको र मेरो चाहिँ साथी साथै चिया खाने साथी हुन्छ कि कुनै अब फेरि कुन ब्याङ्क हो भन्ला अब त्यो चाहिँ मैले नाम नखुलाऊँ होइन र अब आफ्नो हुन्छ त्यही भएर बिएमदेखि अब कति चाहियो पैसा भनेर आउँछ किनकि अहिले मसँग यत्रो ब्रान्च छ मलाई 1.5 करोड चाहिँ मलाई ऋण छ तर पनि मलाई ऋण छ जस्तो चाहिँ लाग्दैन किनकि मलाई त भोलिमा एउटा ब्रान्च बेच्दा पनि पुग्छ क्या तिर्नै सक्ने कन्डिसन भएन ब्याङ्कले त ब्याज तिर्नु पऱ्यो नि त होइन भने ब्याजको स्याज हुन्छ भन्छ भोलि दिनमा तिर मेरो त आय स्रोत त छ नि त मैले त्यही अनुसार सरकारलाई ट्याक्स तिरेको छु म वर्षमा 6 लाख रुपियाँ वर्षलाई सरकारलाई ट्याक्स तिर्छु सबै ब्रान्च मिलाएर किनकि म एउटाले गरेँ भने हुने रहेछ नि त किनकि मैले 103 जनाको मेरो कारणले गरेर कतिपयको घरमा आगो बोलिरहेको छ होइन अझै पनि यतिकै थाक्दैन अझै पनि म 200 जना रोजगार दिन्छु भनेर मैले विगत पहिला समस्या पसल खोल्नेदेखि नै भिडियो दिएको छु कि 200 जनालाई म रोजगार दिन्छु बरु मलाई 1 रुपियाँ नहोस् मलाई कसैको चोरेर ढाँटेर त्यो हावा बोलेर मलाई कसैको 1 रुपियाँ खानु छैन मेरो कारणले गरेर अरू घरमा चुलो बोलोस् अहिले तपाईँहरूले कुनै पनि स्टाफलाई यहाँ सोध्नु तपाईँको ओनर कस्तो छ भनेर सोध्नु म सँगै सुत्छु सँगै खान्छु म कुनै दिन म 12 वर्ष कुनै दिन म स्टाफहरूसँगै सुत्छु मलाई कुनै पनि साउप्रतिको मलाई अहिलेसम्म साउ हो जस्तो नि लाग्दैन म बिहान 11 वर्षमा बानेश्वरमा काम गरेर हुन्छु कि तर कतिपय साउ भए के यस्तो काम गरेर म करोडपति भइसक्यो के काम गर्ने हो र भन्ने पनि हुन्थ्यो नि त किनकि म सबैसँग खान्छु म एक्लै पनि कहिले पनि पहिला मलाई धेरै ठाउँमा साउहरूले चाहिँ यतिसम्म गरेको छु कि तल भुइँको ट्रायल चाहिँ सेतो थियो मैले उतादेखि पुसेर ल्याउँथ्यो साउनी बसेर खरभुजको गेडा सबै फ्यालिदिन्थेँ कि त्यस्तोसम्मको साउनी भेटेको छ तर म त्यही ठाउँमा पनि अझै पनि म गएर मेरो एउटा चाहिँ अझै चाहना छ त्यो ठाउँमा गएर म त्यसको स्टाफलाई 5,000 टिप्स दिन्छु भनेर अझै पनि मेरो त्यो सब पुरा भएको छैन म कुन दिन गएर भिडियो बनाएर 5,000 टिप्स दिन्छु म त्यो साउनी छ भने साउनीले पनि म एउटा ब्ल्याक टी खाएर गएर म 5,000 रुपियाँ दिएर आउँछु र अनि एउटा बर्गर बोन त्यतिखेर तपाईँको 45 रुपियाँमा बर्गर बोनको 4वटा पाउँथ्यो 4 डल्ला हुन्छ कि त्यो बर्गर बोनको त्यतिखेर हिसाबमा चाहिँ 12 रुपियाँ त्यस्तै 12-13 रुपियाँ पर्थ्यो मलाई त्यतिखेर खाली बोनको मात्रै 20 रुपियाँ स्यालेरी काटेको साउ छ के साउ छ म केही भन्दिनँ म नमस्ते गर्छु सन्चो आरामै हुनुहुन्छ भन्छु सोध्छु हिँड्छु के किन नदेख्नु सोसल मिडियामा भेट्नु पर्दैन अनेक छ नि होइन अनि त्यसपछि चाहिँ त्यही भएर मैले स्टाफहरूलाई चाहिँ माया गर्नुको कारण चाहिँ मैले पहिला धेरै ठाउँमा ठक्कर खाएको छु कि कुकहरूको भनाइ रन्डीको छोरा होइन दुनियाँ सुहाएको छु क्या मैले त्यो चाहिँ मैले पैसाको लागि सुहाएको होइन क्या म अझै पनि म केही न केही गर्नु निस्केको नि त होइन मलाई त्यो अनि मलाई दुनियाँ सोच्नले होइन म नि त्यही भएर मलाई रन्डीको छोरा भने मैले त्यही भएर मैले अस्ति एउटा भिडियो दिएको थियो मलाई जुन त्यो कुक आउनुहुन्छ अहिले त्यसले खाने भनेकै म हुँदा 20,000 खान्थ्यो अहिले त्यसले खान्छ 30,000 स्यालेरी खान्छ म्याक्सिमम नेपालको रेस्टुरेन्टमा कि त 5 स्टारमा जानु पर्यो त्यस्तै रेस्टुरेन्ट जानु पर्यो 40-50,000 खानु त नभए त्यसले 30देखि खाएको छैन त्यसको क्यापेसिटी छैन त्यही भएर आउनुहोस् मेरोमा भाडा बाँध्नु 30,000 स्यालेरी दिन्छु भनेर भनेको छु मैले किनकि मैले अहिले धादिङ चरौदीको मेरो कुकले 47,000 स्यालेरी खान्छ अहिलेको मैले यत्रो राम्रो कुक हालेको छ 47,000 स्यालेरी भत्ता 2,000 बिरामीको 2,000 रुपियाँ औषधि खानको लागि चुरोट खानको लागि 2,000 मैले कुकलाई दिन्छ छुट्टै अनि मेरो त्यो त टोटल गर्दा मेरो 55 कति जति जान्छ तर त्यो त मेरो म नभए पनि भोलिको दिनमा त्यो ब्रान्च त चलिरहेको छ नि त कसको भनेको राजु सरको हो नि त भनेर भन्छ जो खाना राम्रो बनाउँछ मलाई त्यसमै बेस्ट लाग्छ त्यही हो खुसी धन्यवाद।